नमस्ते साथीहरू। आज म तपाईलाई एकदमै उपयोगी एपको बारेमा बताउन जाँदैछु। यसको नाम साजिलो स्केल एप हो। यो एप विशेष रूपमा ती परिवारहरूका लागि डिजाइन गरिएको हो जो आफ्नो पैसा मिलेर व्यवस्थापन गर्न चाहन्छन्। चाहे त्यो घरको दैनिक खर्च होस्, बच्चाहरूको पढाइको शुल्क होस्, वा कसैलाई अस्थायी रूपमा ऋण दिनुपर्ने अवस्था किन नहोस्। जब तपाईँ एप खोल्नुहुन्छ, सबैभन्दा पहिले देखिने स्क्रिन फ्यामिली ड्याशबोर्ड हो, जसले तपाईँको परिवारको सम्पूर्ण आर्थिक अवस्थाको एकै ठाउँमा पूर्ण अवलोकन प्रदान गर्छ। ड्याशबोर्डको माथिल्लो भागमा तपाईँले टोटल ब्यालेन्स देख्नुहुन्छ, जसले तपाईँको वालेटमा अहिले उपलब्ध कुल रकम देखाउँछ, जसमा तपाईँले परिवारका सदस्यलाई दिएको ऋण वा कसैबाट लिएको रकमका समायोजनहरू पनि समावेश हुन्छन्। यसको ठिक तल दिस मन्थ्स एक्सपेन्स देखिन्छ, जसले चालु महिनामा कति पैसा खर्च भएको छ भनेर देखाउँछ, र त्यसपछि टोटल एक्सपेन्सेस हुन्छ, जसले तपाईँले एप प्रयोग गर्न थालेदेखि अहिलेसम्म भएको कुल खर्च देखाउँछ। एउटा सानो गियर आइकनको छेउमा एक्टिभ फ्यामिली मेम्बर्सको सङ्ख्या पनि देखिन्छ। उदाहरणका लागि, यदि तपाईँले 2 जना सदस्य थप्नु भएको छ भने 2 फ्यामिली मेम्बर्स एक्टिभ भनेर देखिन्छ। यस सेक्सनको तल क्विक एक्सन्स नामको भाग हुन्छ, जहाँ 4वटा मुख्य विकल्प हुन्छन्। माई वालेट, जसबाट तपाईँ आफ्नो पैसा व्यवस्थापन गर्न, पैसा थप्न, ऋण दिन वा लिन र सबै ट्रान्ज्याक्सन हेर्न सक्नुहुन्छ। एक्सपेन्सेस, जहाँ तपाईँ दैनिक खर्च रेकर्ड गर्न र क्याटेगोरी अनुसार हेर्न सक्नुहुन्छ। फ्यामिली मेम्बर्स, जहाँ तपाईँ परिवारका सदस्य थप्न, सम्पादन गर्न वा हटाउन सक्नुहुन्छ र उनीहरूको पर्मिसन सेट गर्न सक्नुहुन्छ। र क्याटेगोरिज, जसले तपाईँलाई एजुकेसन, मेडिकल, ट्राभल, शपिङ जस्ता समूहहरूमा आफ्नो खर्च व्यवस्थित गर्न मद्दत गर्छ। जब तपाईँ माई वालेटमा क्लिक गर्नुहुन्छ, तपाईँले आफ्नो वित्तीय व्यवस्थापनमा पूर्ण नियन्त्रण पाउनुहुन्छ। यसको माथि टोटल ब्यालेन्स देखिन्छ, जुन 2 भागमा विभाजित हुन्छ। अवेलेबल ब्यालेन्स, जसले तुरुन्त प्रयोग गर्न मिल्ने पैसा देखाउँछ, र इनएक्टिभ लोन्स, जसले तपाईँले अरूलाई दिएको तर अझै फिर्ता नआएको रकम देखाउँछ। माई वालेटभित्र समरी, लेन्ट, बरोड र हिस्ट्री नामका ट्याबहरू हुन्छन्। समरी ट्याबले तपाईँको इन्कम, एक्सपेन्सेस र टोटल ट्रान्ज्याक्सन्सको ओभरभ्यू दिन्छ। लेन्ट ट्याबमा तपाईँले कसलाई पैसा दिनुभएको छ भन्ने जानकारी, प्रिन्सिपल, इन्ट्रेस्ट, टोटल पेएबल, रिमेनिङ ब्यालेन्स, ड्यू डेट र नोट्स सहित देखिन्छ। त्यसै गरी बरोड ट्याबले तपाईँले अरूबाट लिएको पैसा त्यही प्रकारको विवरण सहित देखाउँछ। हिस्ट्री ट्याबले तपाईँले गरेका सबै ट्रान्ज्याक्सनको पूरा रेकर्ड राख्छ, जसमा डेट, टाइप, डिस्क्रिप्सन, रेफरेन्स नम्बर र अमाउन्ट हुन्छ। वालेटमा 4वटा मुख्य एक्सन्स पनि हुन्छन्। एड फन्ड्स, जहाँ तपाईँ अमाउन्ट लेख्नुहुन्छ, क्याश वा ब्याङ्क ट्रान्सफर जस्ता पेमेन्ट मेथड छान्नुहुन्छ, उद्देश्य लेख्नका लागि नोट थप्नुहुन्छ, र त्यसपछि तपाईँको टोटल ब्यालेन्स तुरुन्त अपडेट हुन्छ। लेन मनी, जहाँ तपाईँ परिवारका सदस्य वा साथी छान्नुहुन्छ, अमाउन्ट राख्नुहुन्छ, चाहेमा इन्ट्रेस्ट थप्नुहुन्छ, लोन डेट र ड्यू डेट चयन गर्नुहुन्छ, पर्पस र नोट्स लेख्नुहुन्छ, र त्यसपछि अवेलेबल ब्यालेन्स घट्छ र एक्टिभ लोन्स बढ्छ। बरो मनी, जसले तपाईँलाई कसैबाट पैसा लिन, वालेट तुरुन्त अपडेट गर्न र रिपेमेन्ट ट्र्याक गर्न अनुमति दिन्छ। र एड पेमेन्ट मेथड, जहाँ तपाईँ नयाँ मेथड सेभ गर्न सक्नुहुन्छ। अकाउन्ट टाइप छान्नुहुन्छ, चाहेमा अकाउन्ट नम्बर थप्नुहुन्छ र त्यसलाई डिफल्ट बनाउन सक्नुहुन्छ। वालेटको तल इन्कम, एक्सपेन्सेस र ट्रान्ज्याक्सन्सको समरी देखिन्छ। उदाहरणका लागि, यदि तपाईँले 5,000 थप्नुभयो, 1,000 ऋण दिनुभयो र 1,000 ऋण लिनुभयो भने इन्कम 6,000, एक्सपेन्सेस 1,000 र ट्रान्ज्याक्सन्स 3 देखिन्छ। रिसेन्ट एक्टिभिटी सेक्सनमा सबै ट्रान्ज्याक्सन सूचीबद्ध हुन्छन् र अल, इन्कमिङ वा आउटगोइङ अनुसार फिल्टर गर्न सकिन्छ। इन्कमिङ ट्रान्ज्याक्सनमा डिपोजिट र बरोड मनी पर्छन् भने आउटगोइङ ट्रान्ज्याक्सनमा लेन्डिङ र एक्सपेन्सेस पर्छन्। प्रत्येक ट्रान्ज्याक्सन स्पष्ट रूपमा टाइप, डेट, डिस्क्रिप्सन, नोट्स र अमाउन्ट सहित देखिन्छ। उदाहरणका लागि, डिपोजिट 5,000 रुपैयाँ फर मेडिकल वाया क्याश को रूपमा देखिन सक्छ। ऋण दिएको, लोन आउट 1,000 रुपैयाँ टु कब्या फर हस्पिटल को रूपमा देखिन सक्छ, र ऋण लिएको, लोन इन 1,000 रुपैयाँ बरोड फ्रम अ फ्रेन्ड को रूपमा देखिन सक्छ। लेन्ट, बरोड र हिस्ट्री ट्याबहरूले प्रत्येक ऋण वा बरोइङको विस्तृत ट्र्याकिङ प्रदान गर्छन्, जसमा इन्ट्रेस्ट सहित टोटल पेएबल, रिमेनिङ ब्यालेन्स, ड्यू डेट र नोट्स हुन्छन्।
एक्सपेन्सेस सेक्सनले तपाईलाई प्रत्येक खर्चलाई व्यवस्थित रूपमा ट्र्याक गर्न अनुमति दिन्छ। माथिल्लो भागमा क्विक एड एक्सपेन्स फर्म हुन्छ, जहाँ तपाईँ अमाउन्ट लेख्नुहुन्छ, अवेलेबल ब्यालेन्स हेर्नुहुन्छ, एजुकेसन, मेडिकल, होम, ट्राभल, शपिङ जस्ता क्याटेगोरी छान्नुहुन्छ, डेट चयन गर्नुहुन्छ, चाहेमा 500 क्यारेक्टरसम्म नोट लेख्न सक्नुहुन्छ र आवश्यक परे रिसिट वा फोटो अट्याच गर्न सक्नुहुन्छ। प्लस एड एक्सपेन्स बटनमा क्लिक गर्दा खर्च तुरुन्त सेभ हुन्छ र टोटल एक्सपेन्सेस अपडेट हुन्छ। फ्यामिली मेम्बर सेक्सनमा तपाईँ आफ्नो परिवारलाई एपभित्र व्यवस्थापन गर्न सक्नुहुन्छ। मेम्बर लिस्टमा सबै एक्जिस्टिङ सदस्यहरू देखिन्छन् र प्लस एड मेम्बरमा क्लिक गर्दा एउटा फर्म खुल्छ जहाँ तपाईँ नेम, रिलेसनसिप, इमेल, फोन नम्बर, पासवर्ड, हायरार्की लेभल 1 देखि 5 सम्म, नोट्स र कुन सेक्सनमा एक्सेस दिनुपर्ने हो भन्ने पर्मिसन भर्न सक्नुहुन्छ। सदस्य थपिएपछि उनी लिस्टमा देखिन्छन् र ड्यासबोर्डमा एक्टिभ मेम्बर्सको सङ्ख्या स्वतः अपडेट हुन्छ। क्याटेगोरी सेक्सनले खर्चलाई व्यवस्थित गर्न मद्दत गर्छ। एजुकेसन र मेडिकल जस्ता प्रिडिफाइन्ड क्याटेगोरिज पहिले नै उपलब्ध हुन्छन्, तर तपाईँ प्लस एड क्याटेगोरीमा क्लिक गरेर नयाँ क्याटेगोरी पनि बनाउन सक्नुहुन्छ, जहाँ नेम, डिस्प्लेको लागि सोर्ट order, कलर, फुड, अप्सनल डिस्क्रिप्सन र एक्टिभ वा इनएक्टिभ स्टेटस सेट गर्न सक्नुहुन्छ। एक्टिभ क्याटेगोरिज मात्र एक्सपेन्स थप्दा प्रयोग गर्न मिल्छ। एपमा सजिलो स्केल सेक्सन पनि समावेश छ, जसले अतिरिक्त फाइनान्शियल म्यानेजमेन्ट टुल्स प्रदान गर्छ। यहाँ तपाईँ छोटो ट्युटोरियल भिडियोज हेरेर एपको आधारभूत प्रयोग छिट्टै सिक्न सक्नुहुन्छ। बजेट प्लानरलाई ट्राई नाउ बटन मार्फत निशुल्क प्रयोग गर्न सक्नुहुन्छ र 24x7 सपोर्ट कल वा व्हाट्सएप मार्फत प्राप्त गर्न सक्नुहुन्छ। तपाईँ आफ्नो प्रिपेड प्याक मोनिटर गर्न, एक्सपायरेसन डेट जाँच गर्न र आवश्यक परे रिन्युअल गर्न सक्नुहुन्छ। व्यवसायका लागि 14 दिनको फ्री ट्रायल उपलब्ध छ, जसले सेल्स, पर्चेजेस र इन्भेन्टोरी व्यवस्थापन गर्न मद्दत गर्छ। यो एप ती परिवारहरूका लागि आदर्श हो जो पारदर्शी, व्यवस्थित र सजिलै पहुँचयोग्य तरिकाले पैसा व्यवस्थापन गर्न चाहन्छन्। आजै साजिलो स्केल एप प्रयोग गर्न सुरु गर्नुहोस् र आफ्नो परिवारको आर्थिक जीवनलाई सरल बनाउँदै आफ्नो वित्तमा पूर्ण नियन्त्रण लिनुहोस्।